तपाईहरुलाई चाहिँ मलाई अहिले खोकी लागिरहेको छ, रुगा लागिरहेको छ। विगत 3 दिनदेखि तपाईहरुलाई पनि रुगा खोकी लागिरहेको छ यो सिजन चेन्ज हुने बेलामा हैन। अब खोक्दाखेरि खकार पनि आइरहेको छ भने तपाईले सबभन्दा पहिला चाहिँ एन्टिबायोटिक खान सुरु गर्नुभन्दा पहिला तपाईले घरमै आफैले चाहिँ केही उपचारहरू गर्न सक्नुहुन्छ। त्यो चाहिँ मैले गरिरहेको छु मेरो लागि, यसले मलाई हेल्प गरिरहेको छ। म तपाईहरुलाई पनि यो शेयर गर्न गइरहेको छु है। सबभन्दा पहिला चाहिँ तपाई रुगा खोकी लागिरहेको बेलामा मास्क लगाएर हिँड्नु होला है। बाहिर हिँड्दाखेरि धुवा धुलोबाट बस्नु पर्यो। दोस्रो कुरा फ्लुइडहरू प्रशस्त खानु पर्यो। त्यसमा पनि एउटा फ्लुइड हुन्छ जसले औषधिको रूपमा काम गर्छ। यसलाई भन्छ काढा हैन। काढा चाहिँ कसो, अब यो काढा चाहिँ मैले बिहान दिउँसो बेलुका गरेर खाइरहेको छु है। यो काढा तपाईले पनि खान सक्नुहुन्छ। यो काढा बनाउने अर्को एउटा भिडियो छ, त्यो भिडियो गएर हेर्न सक्नुहुन्छ। बेसिकली यसमा के इन्क्लुड छ भने ज्वानो छ, बेसार छ, अनि त्यसपछि हिमालयन सल्ट जसलाई हामी बिरेनुन भन्छौँ, बिरेनुन छ, त्यसपछि हनी छ र कागती राख्ने हो र यसलाई मिक्स गर्ने आइडिया गराउँछ। मैले अर्को डिस्क्रिप्सनमा तपाईहरुलाई भन्छु है त। र अब यो चाहिँ तपाईले चाहिँ भेरी गुड, यो दिनको 3 पटकसम्म खान सक्नुहुन्छ। यसले एकदमै राम्रो गर्छ है। त्यसपछि दोस्रो कुरा भनेको अब औषधिहरू कहिले धेरै नै खोकीले सतायो भने अब यस्तो खालको औषधिहरू चाहिँ आयुर्वेदिक रहेको अथवा तपाईलाई जुन औषधि लाग्छ त्यो औषधि चाहिँ खान सक्नुहुन्छ। तर एन्टिबायोटिक चाहिँ प्रयोग नगर्नु होला। मलाई चाहिँ एकदमै खोकी थियो, त्यसैले मैले यो कोल्ड कफ युज गरेँ, मलाई रिलिफ पनि भयो। त्यस्तै गरी तपाईलाई म अर्को चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा भनेको अर्को तातो पानीको बाफ चाहिँ बिहान दिउँसो बेलुका गरेर 10 मिनेट जति लिन सक्नुहुन्छ। मैले तातो पानी तताएर ल्याएको छु। अब यसलाई चाहिँ म तातो पानीको बाफ लिन जाँदैछु। पानी उमाले यसरी भाँडामा यसरी चाउरले छोपेर तपाईले चाहिँ खोकी लागिरहेको छ मलाई, तर तपाईले चाहिँ यसरी नै तपाईले 10 मिनेटसम्म लिन सक्नुहुन्छ ताकि आमा सास लिने त्यो तातो पानीको हावा आफै तपाईको एयरवेमा जाओस् र एयरवे सफा गर्छ, त्यहाँ म्युकसहरू क्लियर गर्छ। यसले एकदमै इम्पोर्टेन्ट छ। अब 10 मिनेट भयो। 10 मिनेट पछि तपाईले सक्नुहुन्छ 15 मिनेटसम्म गर्नुहोस्, नभए पनि 10 मिनेटसम्म तपाईले चाहिँ यसरी पसिना पुरी पसिना आउने गरी तपाईले चाहिँ त्यो गर्न सक्नुहुन्छ। तातो पानीको बाफ चाहिँ यसरी तपाईले बिहान दिउँसो र बेलुका लिनुभयो भने यसले श्वास प्रश्वासमा हातबाट त्यो क्लियर गर्छ, म्युकसहरू क्लियर गर्छ, तपाईलाई सास फेर्न सजिलो हुन्छ, नाकहरू बन्द भएको एकदमै राहत हुन्छ है त।